आज म गर्नेवाला छु हाम्री आमालाई यस्तो खालको प्राङ्क। ल हेर माइ त गाइज के साँच्चीकै हाम्री आमाले चिन्छन् ओलिन त। So hey guys, welcome to my mini vlog. I hope तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज मलाई बिहान अलिकति काम परेको थियो, सो त्यही भएर म चाहिँ लागे आफ्नो खेततिर। बिहान आफ्नै सुरमा हिँडिरहेको थिएँ, केटाहरुले यत्र माछा देखाउँछन् त यार। यस्तो हिलो पानीमा पनि यति धेरै माछा देख्दाखेरि आई एम होपलेस। एकैछिन केटाहरुसँग कुराकानी गरेर म चाहिँ लागे आफ्नो बाटो र केटाहरु आफ्नो केन्द्रतिर लागे। भनेको मतलब कि यिनीहरु आफ्नो माछा बेच्न जान्छन्। केही समय हिँडिसकेपछि म चाहिँ आफ्नो खेतमा पुगेर ढिला नगरी आफ्नो खेत खन्नतिर लागे। फेरि यहाँ उल्का र अचम्म, यति सानो बुट्टामा पनि कति स्याउ लाग्यो हुन् त नि। बिहानबाट खन्दा समय पनि धेरै गइसकेको रहेछ, त्यही भएर 10 बजेतिर म चाहिँ लागे आफ्नो घरतिर। दिउँसो धेरै काम थिएन, भ्लग एडिट गर्दा के गर्दा समय गइसकेको रहेछ। बेलुकातिर आमालाई एउटा यस्तो प्राङ्क गर्छु भनेर सोचे, त्यही पनि नचिनिने भेषमा, यानि कि जोगी स्टाइलमा। त्यही भएर छिटो प्लास्टिकको लुगा लगाएर हातमा बियरको खाली बोतल समातेर म चाहिँ लागे घरतिर। र मेरो पहिलो सिन हुनेवाला छ आमालाई रोटी माग्ने। म चाहिँ बाटोमा लुखुर हिँड्दै थिएँ, बिरामी परेर मेरो भाइ चाहिँ त्यहीँनिरै सुत्या रहेछ। मलाई देखेर मेरो भाइ चाहिँ पहिलोचोटि डराए जस्तो गरेको थियो, तर क्यामेराम्यानलाई देखेपछि हाँस्छ त यार। फेरि आमालाई मैले रोटी माग्दै थिएँ, आमाले त पहिल्यै चिनिहाल्नु भयो। हाँस्योले त मुखै थाम्नुहुन्न त हौ। क्यामेरा खिच्ने भाइ सँगसँगै अरू धेरै केटाहरू पछाडि आथे नि त, त्यही भएर अगाडि चिनिहाल्नु भयो। यो चाहिँ मेरो पहिलो प्राङ्क हो, सो त्यही भएर चाहिँ यो प्राङ्क सक्सेस हुन सकेन। त नेक्स्ट पार्टमा चाहिँ म एउटा खतरा प्राङ्क गर्नेवाला छु है त। हस् त साथीहरू, यति नै थियो आजको हाम्रो ब्लग। मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नछुटाउनु होला। सी यू द नेक्स्ट भिडियो, बाइ बाइ।